र यसको पौराणिक मान्यता चाहिँ के छ भने यो स्थान जब सतीदेवीले आफू अग्निकुण्डमा प्रवेश गर्नुभयो त्यस पछाडि महादेवले सतीदेवीलाई बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यहाँ आइसके पछाडि सतीदेवीको चाहिँ कपाल पतन भएको भएर यो स्थानलाई लट्टारम्बेश्वर भनिएको भन्ने प्रचलन छ। र यो स्थानमा चाहिँ ठ्याक्कै नयाँ वर्ष अर्थात् वैशाख 1 गते भव्य मेला लाग्छ र वैशाख 1 गते सँगसँगै पौष मसान्तमा जागराम बस्ने र माघ 1 गते चाहिँ ठुलो मेला लाग्ने र अहिले चाहिँ पछिल्लो समयमा साउनको सोमबार र साउन महिनाभरि नै यो स्थानमा मेला लागे जत्तिकै हुने स्थानीयहरूले बताउनुहुन्छ। मलाई थाहा भएसम्म मैले जानकारी पाएसम्मको सबै कुरा तपाईँलाई जानकारी गराउने कोसिस गरेँ। यो लगभग काठमाडौँ चापागाउँबाट 50 किलोमिटरको दूरीमा पर्छ। तपाईँहरू पनि यहाँ आएर दर्शन गर्न सक्नुहुन्छ। यस्तो राम्रो हिम श्रृङ्खला देखिन्छ यहाँबाट। सायद तपाईँहरूले देख्नुभएको छ कि छैन, क्यामेराले कतिको कैद गर्यो त्यो मलाई थाहा छैन। र यसरी 360 भ्यू हेर्ने हो भने यति गजब स्थान, यति मनोरम स्थान, अब यसको बयान गरेर साथ दिनै छैन। एकपटक चाहिँ तपाईँहरू पनि समय मिलाएर आउनु होला।